हेलो गाइजहरु, हजुरले चाहिँ यो फुललाई के भनेर चिन्नुहुन्छ? कति दामी छ है? कहिले फाइनली साथीहरु, म चाहिँ यो अर्गानिक अंगुर यानी कि हाम्रो जङ्गलसै फुल्यो गैलाई चराउँदै लाली जो जान्छ कि बुवा कहाँ पुगिरहनु भयो? यो फलको नाम के होला? यदि हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। हजुरहरूले खानु भएको छ यसलाई? खानु भएको छैन भने चिन्ता नलिनुहोस्। हामी चाहिँ यसलाई बाँदरको किरा भन्छौँ के अरे, सबैजनाले हेरिदिनु होला भन्नु भएन। हेलो हेलो साथीहरु, दर्शन नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई जोडले। वेलकम ब्याक टु माई युट्युब च्यानल, इट्स मी चन्द्र मगर। आज पनि अनि न्यू भिडियोको साथमा आएको छु। के गर्ने गाइजहरु, यस्तै हो गाउँघरमा। अनि काम गर्नु पर्यो, अनि त्यही भएर सेउला सोल्न जाँदैछु गाइज। म सेउला सोड्नु भर्खर जाँदैछु। हाम्रो बुवा चाहिँ बारीबाट हान्नु हेर्न, हाम्रा बुवा। सेउला त यहाँ सस्तै छ। बुवा कहाँ पुगिरहनु भयो? भारी पुरा नै धुन्छ। कहाँनिर बुवा? हो गाइज, सेउला त सस्तै छ यस्तो। मलाई झ्याउ लाग्छ कि पारी गएर कुसुम कुसुम सोरेर स्वाई स्वाई थैलामा हालेर जाने हो। आई एम भेरी भेरी लेजी। फुलेको हाई 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 हाई। म गाइस यो गुराँसको बुट्टामा चढ्छु है त। यस्तो गरेको छ, यसलाई यस्तरी चढ्नुपर्ने हुन्छ, टुई 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 पारेर। हाई हाई, कति सानो गुराँस टक्क फुलेको भाइ। हाई हाई, गुराँस हेर्न सक्नुहुन्छ। हाम्रोतिर यस्तो गुराँस फुलेको छ। यहाँभन्दा अगाडि चाहिँ नबढौँ होला, तर कति सानो टक्क फुलेको गुराँस फुलेको गुराँस। तर मलाई यस्तो फुलहरू टिप्न खासै मन लाग्दैन नि, तर पनि मैले टिपेँ आज। ए मारे मुझे, मारे मारे मारे। बल्लै बल्लै टिपे गुराँस। हाय, यस्तो हुन्छ हौ हाम्रोतिर सानो टक्क परेको। हिउँदै नि गुराँस छ गाइस, हेर्न सक्नुहुन्छ। टुई 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 पारेर सक्नुहुन्छ। यो केसको फल होला थाहा गर्नुहुन्छ? के होला यो? हजुरहरूले खानु भएको छ यसलाई? खानु भएको छैन भने चिन्ता नलिनुहोस्। यो खासै मिठो हुँदैन रे, चुकिलो चुकिलो हुन्छ अरे। गाइस, म टिपेर आउँछु ल, हेर्दै गर्नु होला है त्यतिखेरसम्म। फाइनल्ली साथीहरू, म चाहिँ यो अर्गानिक अङ्गुर यानि कि हाम्रो जङ्गलमा पाइने अङ्गुर हो कि गाइस। मेरो लागि अङ्गुर टिपेर पनि आइसकेँ। यो चाहिँ यस्तो जङ्गलमा पाइन्छ। यहाँ चाहिँ यसको रुख, अनि त्यसपछि कति अप्ठ्यारो छ। मैले बल्ल बल्ल टिप्ने नसकी
पुरा टेक्निकलाई टिपेको हो नि। यो चाहिँ अङ्गुर हो। यो फलको नाम के होला? यदि हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोला। हाम्रो जङ्गलमा यस्तो पनि पाउँछ, हेर्न सक्नुहुन्छ। ओ गाइस, फाइनल्ली मैले चाहिँ यहाँ सेउला सोरिसकेँ। यता अनि अर्को कट्ठा छ, अनि त्यसपछि यता एउटा कट्ठा, दुईटा कट्ठा हो। एकदम हल्का 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 छ। यति दुईटा कट्ठा त मैले 5 मिनटमा सोरेको, त्यति बसेर मात्र। अहिलेसम्म मैले लेट गर्दै। अब चाहिँ म घर जानुपर्ने हुन्छ। घरमा खाना पाकिसक्यो होला, के गर्ने? भिडियो बनाइदिने मान्छे छैनन्। यस्तै आफै यस्तै समाएर बनाउनु पर्छ। अनि सो गाइजहरू, म हजुरहरूलाई एउटा दामी फुल देखाउँछु है त। मन कहिले हेर्न सक्नुहुन्छ, मैले फेर्नु हो गाईलाई चराउँदै के भन्नुहुन्छ? जान्छ कि हजुरा पाता बजाउँदै। अर्ग्यानिक फुलहरू गाइज, हाय हाय क्या दामी छ नि फुल। हेलो गाइजहरू, हजुरलाई कुन चाहिँ फुल मन पर्यो? रातो एन्ड सेतो कमेन्ट गर्नु ल। यो सेतो फुललाई के भन्दो रहेछ यसको नाम चाहिँ? यदि हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला, भन्न चाहन्छु। मलाई चाहिँ थाहा होइन है, हामीले त बाँदरको केरा भन्छौँ यसलाई। हाम्रो बुवाले यहाँ फुल रोप्न लाग्नु भएको छ। अनि के रोप्न लाग्नु भएको त त्यो बाच्छाको? हल्लाइदेला त लामो लामो त। आमाको बुद्धि पनि छैन, कान्छी सानो त्यस्तै। बुवाले यहाँ मूल हालेर ट्रक लालुपाते फुल रोप्दै हुनुहुन्छ गाइजहरू। म चाहिँ भर्खर आएको, यस्तो दामी भिडियो बनाऊँ भनेको, हाय हाय नहुँदै हुँदैन।